हेलो गाइस, हामी चाहिँ अब कलर एक्सचेन्ज गेम खेल्दैछौँ। हामी चार बहिनी चाहिँ बल्ल अहिले भेट भयौँ। पहिल्यै खेल्ने भनेको तर बल्ल अहिले भेट भयौँ अनि अहिले खेल्दैछौँ। ल अब सुरु गरौँ। मेरो सामान चाहिँ यो मैले चाहिँ प्याकमा ल्याएको छु है, चाउचाउको प्याक। मैले चाउचाउ लगाउँ क्या। ल सुरु गरौँ। ल कुन कलर खान्छौ? सुरुमै रेड गरौँ न त। रेड गर। ओइ एकछिन टाइम लाउँछ है। रेड निकाल्न का लुकी मेरो कहाँ बच्चा। म कहाँ गर रेड पनि सानो रेडी हो? मेरो पनि रेडी दा। ल ल ल ओके एकछिन। रेडी? तैँले देखाइ पहिला। तैँले देखाइ। रेडी? ल। हैन रेडी 1 2 3 भनेर एकैचोटी निकाल्ने क्या? ल रेडी 1 2 3 त्यो फुलको बाटीमा राख्छु ल। यो चाहिँ भुडको जेनिसाको छोराको लागि। यसमा फुलको पैसा पैसा हाल्ने। ल यो चाहिँ तलाई। यो चाहिँ तलाई। थ्याङ्क यू भेरी मच। ल आई लभ यु। तिमी जेठ ल्यायो गरौँ ल। नि त अनि। अनि यो यो टमाटर अनि मैले ल्याएको टमाटर। अब हेरै नमासी ज्ञान त को गरिदिन्छ होला। मेरो मेरो के मेरो ए यसको त लिनै बित्छ गए पारिस लु थ्यांक यू मलाई चाहिएको मसँग रेट यस्तो छ नि त। ल कता त्यो खाली यो पुग्दै गर्ने हो क्या। ए आयो लु छोरोले हान्दिन ल किलो बेदेन त 14 दिन। ल अब कुन भनेसी ए लामो हुन्छ का भिडियो। ल ल ल अब अर्को अब कलर व्हाइट व्हाइट कलर व्हाइट मामा सबै सामान मैले राख्छु है। न यार किन लाउ हेर पाइन है। म मगा छिटो ओइ रेडी 1 2 3 भन्नु पर्यो अब म भन्छु है। ल रेडी 1 2 3 लु वा यता र यता ये बा ल कसरी ल दिन्छ ल ओ एकजनाले दिनलाई बनाउन सक्छ भने म यो ल के न के ल मलाई ल यो साबुन कसको सामान किन्नै पर्यो ए